बुढालाई नेपाल भाषामा पात भन्छ। पात। बुढा भन्नाले बुढो मान्छे होइन कि श्रीमान। श्रीमानलाई भात भन्छ। यो भात होइन, भात, भात। त्यस्तै गरी मेरो बुढा भन्नु पर्यो भने जी मी। जी ज्यू। ज्यू भात। ज्यू भात। ज्यू अर्थात् मेरो। त्यस्तै गरी मलाई मनपर्ने बुढा अथवा श्रीमान भन्नु पर्यो भने हामीले नेपाल भाषामा यसरी भन्न सक्छौं। जित। हित भएछ जित। जित य म भात। जित य म भात अर्थात् मलाई मनपर्ने बुढा अथवा श्रीमान। जित अर्थात् मलाई भयो, मनपर्ने य म। त्यस्तै गरी अर्को तिम्रो बुढा खोइ भन्नु पर्यो भने छङ्गु भात को। छङ्गु भात को। छङ्गु अर्थात् तिम्रो अथवा तपाईको पनि भन्न सक्छौं हामीले। तपाईको बुढा खोइ भन्नु पर्यो भने पनि छङ्गु भात गो। तर अलिकति रेस्पेक्ट दिएर भन्नु पर्यो भने छिगु। छङ्गुको सट्टा छिगु। अब यसमै पहिले क्लियर हौं। छङ्गु तिम्रो, खोइ भन्नलाई गो। अब तिम्रोको सट्टा अब हजुरको भन्नु पर्यो हामीले हजुरको छिगु। छङ्गुको सट्टा छिगु। छिगु भात गो। तिमी मेरो बुढा हो भन्नु पर्यो भने छ जिगु भात खला। छ जिगु भात खला। तपाई पनि अब तपाईलाई पनि छ नै भन्दाखेरि फरक पर्दैन। तर अब रेस्पेक्ट गर्नु पर्यो भने छको सट्टा छि भन्न सक्छौं हामीले। जस्तै छि। छको सट्टा छि। अलि रेस्पेक्ट गरेर हजुर भन्नु पर्यो भने छि। नेपालीमा चाहिँ हजुर मेरो बुढा हो हुन्छ। अनि नेपाल भाषामा छि जिगु भात खला। खला भन्नाले हो भनेर सोधेको हो। अब अर्को तिम्रो बुढा आयो अथवा तिम्रो श्रीमान आयो भन्नु पर्यो भने छङ्गु अथवा छौं पनि भन्छौं हामीले। छङ्गुको सट्टा छौं। छौं भात वला। छौं भात वला अथवा छङ्गु भात वला। ल मात्र ला नराखौं। छङ्गु भात वला अथवा छौं भात वला। वल वल होइन यो वल। यसलाई अझ वल यस्तो राख्दा अझै क्लियर होला। वल अर्थात् आयो। कहिलेकाहीँ अब लभर्स अथवा श्रीमान श्रीमतीको बीचमा ठक्क ठुक्क पर्यो भने तिमी मेरो को हो र पनि भन्न सक्छ। त्यस्तो केसेसमा तपाईले यस्तो भन्न सक्नुहुन्छ। म तिम्रो बुढा भन्नु पर्यो भने नेपाल भाषामा जी छङ्गु भात।
जी छङ्गु भात। अब कसैलाई तिम्रो बुढा लिएर आऊ भन्नु पर्यो भने हामीले यसरी भन्न सक्छौं, छङ्गु हो ना वा। छङ्गु भात बना वा, अथवा बनाको सट्टा जोना पनि हुन्छ लिएर भन्नाले। छङ्गु भात बना वा अथवा छङ्गु भात जोना वा। समातेर ल्याऊ भन्नु पर्यो भने पनि हामीले जोना भजी भन्छौं। तर यसमा बेस्ट छङ्गु भात बना वा नै बेस्ट हुन्छ। यसमा वा अर्थात आऊ। अब अर्को, तिम्रो बुढाले कति माया गर्छ। छङ्गु भात यसमा भात मात्र होइन, भात बुढाले भन्दैछौं हामीले, त्यसैले भात। छङ्गु भात गुली मतिना या। छङ्गु भात गुली मतिना या। गुली अर्थात कति भयो, मतिना भन्नाले माया। केटी मान्छेको नाम पनि हुन्छ मतिना। यदि तपाईको छोरी छ, छोरीको लागि नाम सोच्दै हुनुहुन्छ भने मतिना पनि राम्रो हुन्छ। मतिना अर्थात माया। छङ्गु भात गुली माया या। यहाँ छङ्गुको सट्टा कसैले छङ्गुको सट्टा छिमी पनि भन्छ, जस्तै छिमी 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 भात गुली माया या। छङ्गु पनि भन्छ छङ्गु भात गुली माया या अथवा छिमी छिमी भात गुली माया या। माथिको सेन्टेन्सहरुमा पनि छङ्गुको सट्टा छिमी युज गर्नु भए पनि हुन्छ। तपाईको ठाउँमा नेपाल भाषामा बोल्दाखेरि छङ्गु भात भन्छ कि छिमी भात भन्छ, त्यो पनि एकचोटि कमेन्ट गरिदिनु होला। कुन ठाउँमा के भन्छ हामी सबैलाई थाहा हुन्छ, तपाईले कमेन्ट गरिदिनु भयो भने। जस्तै कि अब छङ्गुको सट्टा छिमी राख्दाखेरि माथिको एउटा दुईटा सेन्टेन्सहरु हेरौं। यहाँ छङ्गुको सट्टा छिमी राख्दाखेरि छिमी भात बना वा। यहाँ जी छिमी भात। तर यहाँ छिमी भन्दा पनि छङ्गु नै राम्रो हुन्छ, छिमी युज नगर्दा पनि हुन्छ। यहाँ जी छङ्गु भात। यो सेन्टेन्समा हाम्रो कम्युनिटीमा छङ्गु छौं अनि छिम पनि भन्छ। छिमीको सट्टा छिम छिम भात वाला। छिमीको सर्टकट होला, छिमीलाई भन्दा भन्दा छिम भएको हो कि। तर यहाँ हाम्रो कम्युनिटीमा मान्छेहरूले छिम भात वाला भनेको पनि सुनेको छु। तपाईको ठाउँतिर अथवा तपाईको कम्युनिटीमा तिम्रो बुढा आयोलाई के भन्छ एकचोटि कमेन्ट गरिदिनु होला। छिम भात वाला भन्ने सेन्टेन्स काठमाडौँको असन एरिया वरपर नजिक नजिकको ठाउँहरुमा यस्तो भनेको मैले धेरै सुनेको छु। त्यस्तै गरी यो सेन्टेन्समा पनि छिमी भात गो अथवा छिम भात गो। मैले बढी सुनेको छङ्गु भात गो अथवा छिम भात गो। यो सबै टेक्स्टहरु म भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिन्छु, ताकि तपाईले यो कपी गरेर फेसबुकमा अब कसैलाई मेसेन्जरमा पठाउनु पर्ने अथवा कहीं पोस्ट गर्नु पर्ने भए तपाईले यो टाइप नगरिकन सजिलै पोस्ट गर्न सक्नुहुन्छ। यदि मैले यहाँ राखेको सेन्टेन्स बाहेक अरु केही सेन्टेन्सहरु तपाईहरुलाई जान्न मन छ भनेदेखि कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ। म त्यसको एन्सर सक्दो छिटो दिनेछु। त्यस्तै गरी तपाईले डिस्क्रिप्सनमा भएको वेबसाइटमा क्लिक गरेर त्यसमा पनि कमेन्ट गर्न सक्नुहुन्छ। मैले वेबसाइट प्रायः जसो चेक गरिराख्ने भएकोले
यो युट्युबमा भन्दा वेबसाइटमा चाहिँ नि छिटो रिप्लाई आउने चान्सेस बढी हुन्छ। मन परेदेखि लाइक, शेयर, सब्स्क्राइब पनि गर्नुहोला। थ्यांक यू फर वाचिङ। शुभ